हेलो साथीहरु, जयमसी नमस्ते सबैजनालाई। म चाहिँ भर्खर उठिरहेको छु। ओजन पनि मिलाइसके 8:30 उठेको छ। बत्ती चाहिँ हिजो बेलुकादेखि नै गएको। यो चाहिँ इमर्जेन्सी लाइट हो। अब चाहिँ म पनि बत्ती नभएर धेरै भयो। हौ किन अचार पिन्ने? अनि चाहिँ मुख चुप पनि दिइसकेँ। अब चाहिँ रेडी हुन्छु। अब चाहिँ म यो प्यान्ट र यो लगाउँछु। त्यो सबै मैले जेबीमा किनेको लुगाहरू हो। यो चाहिँ अब म चाहिँ अब रेडी हुन आँटेको। यो चाहिँ अब अलिअलि मेकअप त गर्नै पर्यो होइन। म चाहिँ लुगा पनि फेरिसकेँ। अब चाहिँ मेकअप गर्न आँटेको। मेरो मेकअप चाहिँ फिनिस्ड भयो। सो कस्तो देखिरहेको छ कमेन्ट डाउन है। मेकअप चाहिँ कति मिनट 5 मिनटको भयो लगभग। अब चाहिँ म निस्केको ल। अब चाहिँ आइम गोइङ टु गो। अब चाहिँ हामी गएको ल। म चाहिँ आज गाडीमा गएको नि त। मेरो बुढासँग म गाडीमै गएको। कस्तो मैले राम्ररी बत्ती नभएर एकदम फास्ट मेकअप गरेँ नि त। दिन पनि त्यस्तो रहेछ आज है। अन्तिर नदिएर है उयो राखेन गिटी चिप्लो राख्दैन। ए पाहाडी कुखुरा त म खाँदैन। सुँगुरको मासु छ त। भरे सुँगुरको मासु बनाउँछु। बहिनी पनि पुरा घट्यो है। को बहिनी? वेट लुज भयो। हामी कहाँ पर बस्दाखेरि यतापट्टि अङ्कलको छोरी है। मोटो न मोटो थियो नि त। म पनि अब जिउ घटाउँ भन्दैछु। जिउ घटाउँ भन्दैछु होइन। त्यो घटाउनुको लागि चाहिँ गुलियोहरू खानु हुँदैन अरे। फास्टफुडहरू प्याकेटको चिजहरू। बिहानै मैले युट्युबमा हेर्दै थिएँ सबै। अब चाहिँ हामी गएको ला हेर्नु ला। मेरो कुकुरके गएको। मेरो हस्बेन्ड र म चाहिँ गएको। आज चाहिँ म छिटो नै गएको। अन्त लिप ग्लस लगाइरहेको छु। देखो नम्बर त्यो मेसेजमा दिन त हरेस लाग्दो भइरहेको छ। म मेरो हस्बेन्ड चाहिँ जाँदैछु। आज चाहिँ मैले कस्तो खालको मेकअप गरेँ। फाउन्डेसनहरू सेतै लाग्दैन। पानी आउला जस्तो भइरहेको छ त हौ। गएको ड्युटी। अब एकैचोटि बेलुका मात्रै भेट हुन्छ हाम्रो चाहिँ। नानी चाहिँ कागझुराबाट आउँछ लोकल न घाम न पानी ढुस्स परेको। यहाँ मैले काम गरेको, यहाँ नर्लिङमा मैले काम गरेको। अब यो बाटो चाहिँ तपाईँको जान्छ तल
मारे दिन्छ कि जानु उकालो मर्यो अङ्कल अब यो उकालो चाहिँ ऊ जान्छ म चाहिँ तेर्सो जान्छु हो अब त्यहीँ झर्छु म चाहिँ यहीँ झारिदेऊ न मलाई पर साइड लागेर उकालो उकालो हुन्छ यहाँबाट चाहिँ भ्यूहरू कस्तो मजाको देख्छ तर अहिले चाहिँ घाम नलागेको कारणले चाहिँ यहाँनिर चाहिँ त्यस्तो हिमालहरू देख्दैन नभए चाहिँ मजाको देख्छ यहाँनिर चाहिँ सिंहमारी हो अन्त यहाँनिर छ तपाईँको कति वर्ष अगाडिको चाहिँ बिल्डिङ होइन यहाँ चाहिँ बिल्डिङ भन्दा पनि खै कुन त हन्टेड हाउसहरू भन्छ यहाँ माथिको परसम्म छ हो पर पुगेर भेट आउँछु ल म तपाईँलाई बिटी कलेज कहाँनिर छ तपाईँको बिटी कलेज चाहिँ यहाँदेखि चाहिँ यहाँदेखि स्टार्टिङ छ यहाँनिर चाहिँ सिनियर बिटी जुनियर छ होइन हो बिटी कलेज चाहिँ यहाँदेखि नै परसम्म छ हो हन्टेड हाउस पनि त्यहाँनिर हो हन्टेड हाउसै होला सायद सुमित होटलै हो योबाट पनि जान्छ तर सर्किट हाउस रोड चाहिँ मुनिपट्टि जान्छ होइन यु क्यान सी सिनियर बिटी कलेज चाहिँ हो यो चाहिँ परसम्म नै छ पुरा छ चेकआउट हजुर ब्याट्री नभएर बत्ती छैन घरमा होइन कति बजी 8:51 भएछ छैन हाम्रोतिर पनि बत्ती अरे ब्याट्री छैन हेर चार्ज गर्नु पर्यो चार्जरै लिएर आएको छैन 19% मात्रै छ ब्याट्री यहाँ घरतिर पनि छैन यतै बस्यो आज त आमामा चेकअप त सानो छ नि त है फेरि 22वटा जम्मा 21 थियो सिफ्ट भने 22 है चेकअप देखेर म त लानु पनि घाँटी दुखेर चाहिँ एमाची हो थोक्ने पनि भएको छैन दबाई लिइकन आएको छु नि यहाँमुनि चाहिँ हाम्रो रेस्टुरेन्ट छ जेनरल चलिरहेको रहेछ रमाजी चेकअप देखेर के गर्नु मनै हुने रहेछ त है दुईजनामा पनि ठिकै थियो दुई-तीनजनामा पनि ठिकै थियो अब चाहिँ हामी खाना खान म चाहिँ भर्खर आइपुगेँ घर के गरेँ कसले दिएको यहाँ भर्खर आइपुगेँ तर बत्ती नै हाम्रो चाहिँ भोल्टेज कम्ती भइरहेको छ चाहिँ के What is this? कहाँबाट मगाएको केकको वाला फ्रेस हो है महँगो बार केक करे Incoming voice call from Sayal Kalia on Sim 1. Oh. के हो पारा त अन्त तँ भएर पै हेर यहाँनिर के भइरहेको छ थाहा छ तिमीलाई यहाँ हेर ऐना डरै लाग्छ यहाँ हेर ऊ पानीको बाफले पुइ मर्छ है नक्कली गर्न बस्छ
कस्तो खिर्की नखोलेको र यहाँ फोकस हुने गरी खाना फेरि फेभरेट मासु त बनाएको यस्तो त मै बनाइदिन्छु टुरिस्टले दिएको तिमीलाई चाहिँ खानु नखाएर चाहिँ तिमीले चाहिँ यहाँ ल्याएको